जुत्ता हान्दिन्छ गाडी चलाउँदा के हुन्छ म जुत्ता खान्छु हटाएर सोझोमा भन के हैन उनीहरु खान्न भने अनि हामीले त लिने हटाएर सोझोमा फरक नै धेरै अन्जानलाई चाहिँ नदेऊ ल त्यो अन्जानलाई चाहिँ अर्को दिनु म यो खान्छु उडिसक्यो मेरो गिलास दबाई खान्छु दबाई ओ चेकी कोला दिम दबाई आके न के किन मन दबाई खान खाए भए खाइदिन्छु लोटी सरी त्यहाँ बसेर म माफी त म खाइदिन्छु त्यहाँ छुट्टी दिन मान्छे कमी हुन्छ नि त मास्टरले एउटा तलतिर झर्छ मेरो बजारले काम गर्नु खोइ बोलेको त नि भ्लग बनाएको खोइ बोलेको अल्टर हट्छ अल्टर ओ चेकी अर्को मान्छे चाहिन्छ लिउ नि भाडा चटनी एउटा माल चटनी मागा नि त भेट्टा परेको चटनीको मिठो खाली नै छैन यो चटनी हाल्दिनु त तपाईँको हातको मिठो बाक्लो बाग्लो रे झोल राख्नु नि गइहाल्ने र झोल राख्नु नि त्यहाँ गइहाल्ने र दिनु क्या घरे छिटो झिक देखाउन डढिसक्यो बिस्तारै यिनीहरू त लजाउँदो रहेछ कि यिनीहरू लजाउँदैन म बस्दैन दाइ के छ त नि ठिक छ हजुर हजुर के छ लजाउनु भयो अब दाजुले लगाउँछ ए त मिठो हुन्छ मिठो चोखो छ दाइ त मासु मजाले पाके है दाइ हेर राम्रो आउँछ भाइ यहीबाट हुन्छ कि के हुन्छ अरू चाहियो यहीबाट हुन्छ संसारले हेर्छ भाइ संसार नेपाली संसार फेरि 30 जनाको मात्रै छ ढोडे पढ्दै जान्छ नि त कस्तो शेष गर्दै गर्दै 2-2बाट 4 हुँदै जान्छ नि हैन भोलि दाइ मिलिएन पुग्यो नि पैसा माग्न होला छिटो झिक देखाउनु नौ के साह्रो हजुरले ओ सिस्टर अहिले त खानु भएन खानु भने हाँसी दिनु नि एउटा मलाई हाल्नु नि हाँसिदिनु भनेको छ हाँसिदिनु भन्दा मलाई निच्च हाँसिदिनु न हाँसी चाहिँदैन क्या यस्तो गरेर हात खाली छैन हाँसी फिट किन ल्याउनु अब अहिले रेतोकोमा हालिदिएर मैले काटेँ विशाले लिनु हाल्दिम हाल्दिम त दाइले हालिदिनु त हाल्दिम न तपाईँ नुन मात्रै खायो क्या नुन मात्रै पानी छ त्यो पानी पानी मात्रै खेलाइन्छ त्यो असर पानी मात्रै खेलाउने सुई लाग्नु भयो ओन्दन हाल्छ पाङ र ओन्दन हाल्छ त्यही मलाई पाङ्ग्रा हालिदिनु हाल्नु नि हाल्ने रे खोइ हो भुङलुक्क झर्या जस्तो लाग्छ अब शुक्रबार छुट्टी राखेको शनिबार आयो शनिबार आउँछ शुक्रबार छुट्टी दियो भने किनकि दसैँ अघि दिन छ नि बिहिबार त बरु काम साम सकेर दसैँ मनाइन्छ बिहानै 5 बजे पुग्न त गाह्रो हुन्छ नि त त्यो छुट्टी राख्नुपर्छ छुट्टी राखेको भनेको यहाँ त रोडमा त आएन साह्रो खासको कोरोना भन्ने छ नि कोरोना कि कोरो हो यो चाहिँ अन्जानला भनेर मैले कोरोना रे सिस्टम खास चाहिँ म त्यो थाहा छैन हो तिमीले खान्न भनेर मैले खाँदै नि यस्तो सामानले मनपर्छ अन्जानको कुरोलाई खास छ देखाउनु न त्यो भिडियोमा थ्याङ्क यू फर द गिफ्ट भिडियो देखाउँ सन्चै हुनुभयो तिमीलाई कन्टेन्ट छ कन्टेन्ट यता नेक्स्ट मन्डे त्यो भिडियो अफ गरेर पहिला अनि यता खानु न खानु चट्ट ल बारबेक्यु आज बारबेक्यु गर्दै खाऊँ केटा बारबेक्यु गम कि गम म त्यो भिडियो गयो भने म रिपोर्ट गर्छु म साँच्ची रिपोर्ट गर्छु रिपोर्ट गरेँ मेरा नगर भाइ बसेर खाऊँ न आउन यस्तो के यी माल भयो होइन मानेर नि भडाएर अनि हाँडी फुटफुट हालिदिन्छ अनि चक्क
त्यो खट्टा मेरो दाइ चुलोमा ढुकेर बसे जस्तै हो यो त मिलन दाइले दोस्रो क्यान नदिनु भन्दैछु है देखेन अलि उज्यालोमा अलि उज्यालोमा एकजनाले यसो लाइट बाल दिनुपर्छ के यहाँ यताको हावाले नपाकेर हावा छेकेर पाकेको छ लाउनु हामी खोलातिर डुलेर आउँछौँ एकछिन खानु न पाक्यो अब हाल्दिउँ हजुर गएर जा खोला खेल्दैन बुझाउँछ क्या त्यहाँ यो अब आज के बार हो शनिबार त शनि बुझाउँछ खानु न खोइ प्लेट शनि बुझाउँछ आज तपाईँ खानुहुन्न खान्छु नि अर्को प्लेट ल्याउनु न दाइ उहाँ त खानुहुन्न अचार पाकिसकेको हो र पाकिसक्यो के पवन मान्छेको नि भिडियो हेरिदिनु पऱ्यो ए मेरो त नखिच है कस्तो मजन दाइ नखिच्नु के कस्तो लास्टै गरेको छन् क्या अन्त दाइले काँचो होइन नि त काँपै हो कि हाफ बोइल हो कि बसेर यहाँ बसी दिदी उनी अलि पानी छ यता खोल्ने उता खोल्ने एकजना अर्को दिन परेन अर्को दिन मैले समय लाएर गरे पनि त्यहाँ छिटो जा भन्दैन क्या अघिल्लो दिन नराम्रो सफा गरेन भनेर एककुरे बिस्तारै गर राम्रो गर काम गर्नु गएर नगर नि खानेकुरो गरेर काम भोलि गएर फेरि त्यही सानो पड्काउने त होइन मेरो सुगरबार गरिसक्यो एउटा त खसिसक्यो यार होइन त्यो कुनै सहितको चाहिँ मैले नि जानेँ सम्पर्क गर्नुपर्छ खानु न खायो 20 मिनेट लाग्यो भने स्वाहा खाएको हिजो खै खाथे हो आया ओस त्यस्तो नगरे म्याच जुत्छ अन्डर अन्डर त देखाउनु शिवदाई तपाईँ खाएको त्यो दाइको सफा चाट कोही सक्यो दाइ दाइको सक्यो हामी त खाना घर खाना आएर आएको एक बजी खा होला त्यहाँ पाएकै छैन मुला कस्तो बारबिक्यू भने यस्तो हुन्छ पाक्ने त डाँडो चलाएको पाक्छ काँचै त खानु पाकै छैन भन्नुहोस् मगजै भएको त दिनु हुँदैन नि बाबुको डाडु चलाएको तेल सेल बुटुन सुन हालेको पाक्छ है बारबिक्यू भनेको आधा पाकेको आधा नपाकेको होइन यतापट्टि तातो त्यसपछि यतापट्टि तातो भएपछि भयो के त्यो हो तातो चाहिँ हुनुपर्छ के दुईपट्टि दुई साइडे अनि यसले भएन तातो बनाएर खाएर त हुन्न त्यो कालो त खानी नै होइन नि डढाएर त यार कालो खाएर त कहाँ हुन्छ दाइ टिपे लगाइदिनु यो दुईटा हात मेरो तिमी खाऊ न यो दाइलाई देऊ लिउ न लिउ अब ननस्टप कति जान्छ होइन
खाऊ न तिमीहरू खोइ अघि नै हाँस्यो। स्टार्ट भयो मासु धेरै भयो मैले धेरै दुःख मात्रै धेरै दुःख दियो है चिसो हुन्छ ठिक छ पाक्दैसक्यो त्यहाँ अहिले नै बलेकै छैन यतिको आइन्छ छोडिदिनु अहिले एकछिन बलेपछि बलेपछि यतिको आइन्छ छैन लिन जाम्ला नि के छ र टाइम पनि लाग्छ एकैचोटि खाएको ल्याउने नि ल्याउने नि अघि सकेर अझै बल गरेर रक्सी खाने लिन जान्छु जबसम्म देखिँदैन तबसम्म खाने भयो अनि छेउकाले के हुन्छ साला यो तीनवटा रुख 5वटा नहुन्जेलसम्म नखाने भन्छ खाने भन्छ होइन साला एउटै रुखलाई 3टा भन्छ अघि लागिसक्यो केटा नाखाइमा ल्याउँदैछ नि के हो फेरि हेरेर कस्तो झ्याउ गरेको हो अन्त मलाई ल बोल्ने मान्छेहरू झन् के छ जान्छ भुटेन भन्दै त्यो माथि हामीभन्दा माथि 20वटा गाडी छ भने नामको छ होइन दा यो खोल्ने त्यो दाइ हावा देख्यो भयो यता फर्केर गर्नु न के अन्जन हो यताबाट उता गर्नु त्यो फेरि पट उ गर पट गर्ला यो चिन्ता म हातैसम्म दिन्छु त्यो बिरको चाहियो खोल्ने के खेल्दै त लहने पहिला लहन 5 झर्छ प्यान्ट बोल्ला अरे हजुर त्यो बिरको खोल्ने छ मेरो दाँतले खोल्छ दाँतले बिग्रिहाल्छ त्यही नै हुँदा मागेको हो चाटे त्यसले खप्नु थियो दाइ ल पकाउँ चाहिने यतिर दे जय पारियो जय पारियो म किनिदिन्छु न तिमी गाउनु अलि सानो ले ले अलि आँगाले हुन्छ ए ले ले के भयो दोरी दोरी है दोरी गाउने आउँदैन मलाई दोरी गाउने ल जाने मान्छेले के भयो अन्जान हरेको त नि बस्नु देखियो त्यो टच गर्ने न कहाँ अति नकसिएर छ अगाडि गर्ने त्यही भने त मैले नकसिएर छ लु गीत गाउनु उसको नबजाएको मादल भएपछि त मुखले झिकाउँ मुखले गाउनु त ल एउटा गीत आउँछ है कहिले तपाईँ ल भजन होइन उहाँले दोहोरी गाउनुहुन्छ कि मजाले मादल बजाउनु गोर्खा मनकामनाको मलाई आउँदैन है बहिनी टुक्का टुक्का दोरी खेल्न कसलाई आउँछ मलाई आउँदैन है पहिलो चलन के भनी गाउने सरस्वती मुखैमा नआउने गोर्खा मनका ठिक छैन के भनी गाउने पहिलो चरण सुन्दरीमा नआउने गोर्खा मनका देखो माता खतरा पाइन्छ नि अहिले हरेछ ल अब अर्को कसैको पालो ल करिमा उताबाट गाउनु न ल जाओस् यता जाओस् खोइ हामी त आउँदैन यार गाउने आउँछ भने जिरो ल त एउटा तपाईकै जाओस् म त आउन्न संस्कृत हो नि बोल्ने मात्र म त बोल्ने मात्र हो म त हाइयै गर्ने त्यही संस्कृतबाट गाउनु क्या तपाईँ तिमी रहेछ हो काकी नानी हो काकी नानी होका कि भनेको चाहिँ के हो हामीसित लाउने कि नलाउने म त होका ए अब आफूलाई जवाब दिन आउँदैन होइन मैले ल छिटो न एकोर हो र यताडा हैन आउनु पर्यो नि अहिले भने सान्सु नै हरायो गोर्खा मनका मना सबै मायालाई गरौँ भने ठिक छैन हैन साइडमा राख त्यही तातो रञ्जन क्या ग्यास नभएतिर त्यसमा कुरा गरेर अबि त्यो तिम्रो भएन त्यही त कालो धेरै छिटो न गाउन सबै एकै ठाउँ है
वनमा दाउराको खलियो दाउराको खलियो गोरी खेर मन गर बलियो गोर्खा मनका मन ट्याप्पै मायालाई हाल्नु भने नि ठिक छैन गमना ट्याप्पै मायालाई हाल्नु भने नि ठिक छैन दाइले बनाउँ भन्दा भन्नु बिगाउने एउटा यार मजा कहिले बाँच्न होला न अम्मा मलाई कस्तो जहिले हो कि तोरीमा अर्को दाइ तपाईँ आउनु न यार धोके दाइ ल्याङ्ग गर्ने ओचन लाउने भाइ जति हानि हो एकछिन भन्छ गइहाल्छ दाइ नबजाऊ कसरी ल गिटार बारे पो पक्रिनु भयो त बज्दैन रहेछ त साह्रै बच्छ के सारङ्गीको धुनले तिम्रो हिसाबले घर बजाउ न के हुन्न सागर हेड नि त हो गरे मिलन दाइ देखे मिलन दाइ देख गिटार अब चाहिँ मैले अलिअलि जानिन्थेँ कि गिटार के बच्छ मजाले बच्छ किन मैले उन मलाई मुरली बजाउनु भएर अहिले आएको थियो आउँछ है नाटक गर्नुहुन्छ यहाँ भिडियो खिच्दैछु त्यो उकालो मादल बजाउनु मादल राम्रो बजिरहेको छ गीत गाउँलाई एउटा एउटाले एकजना एउटा गीत गाउने भाइ यो कता उस त्यसमै राख्नु उहाँले दिनु न दाइलाई दाइको एउटा मलाई नि आउँदैन कि मलाई नि आउँछ है बित्थामा आउँछ र नि आउँदैन गीत बजाउनु तपाईँ यस्तो आधुनिक हान्नु नि हामी मिल्छ क्या म बजाउनु आधुनिक ठोक्नु न म मादल बजाउनु त मेरो मात्रमा रमाउँ क्या सबै मनोकामना गाउनु सबैले गरे है एउटा राम्रो कुपेट गाली सब त्यो सबैले जाने त दाइले जाने सबैले जाने मनोकामना के छ नारायण हरि हरि मायालाई देखेर लाइदेऊ माया साइली बाराई भागेर सम्झनामा तिम्रो तस्बिर सम्झनामा तिम्रो तस्बिर एउटा तामाङ गीत सुनौँ ल अब कस्तो लाग्यो त गीत बिन्दाले गाउने कि राम्रो लाग्यो गुनाले गाउने र उनीहरूले गाउँछ एउटा तामाङ गीत सुनौँ ल खै मेरो